तपाईँले सुनिहाल्नु होला माथि एउटा पुलिसले असुर ग्यास हानेको कारणले चाहिँ मान्छेहरू आक्रोशित भएर तोडफोड गरेको, यो मात्रै होइन अरू घरबाट नि असुर ग्यास प्रहार गरेको भनेर आरोप लगाइरहेको थिए सबैले चाहिँ। सो त्यही अनुसारले चाहिँ मैले यत्रो मान्छेहरूले यत्रो क्यामेरा थियो यत्रोले खिचिरहेको थिएँ, कसै न कसैले खिचेको होला भनेर चाहिँ अझै मैले टिकटकमा सर्च गरेँ, फेसबुकमा सर्च गरेँ र फाइनली मैले एउटा भिडियो भेटाएको छु, यो हेर्नुहोस्। दृश्यमा देखिहाल्नु तपाईँले पछाडि कतैबाट चाहिँ असुर ग्यासको प्रहार हुन्छ, जबकि स्टेजमा राष्ट्रगान बजिरहेको हुन्छ। स्टेजमा त्यो बेला कुनै भाषण भइरहेको थिएन, राष्ट्रगान बजिरहेको थियो र सबैले छातीमा हात राखेर राष्ट्रगीत गाइरहेको थिए र त्यही असुर ग्यास प्रहारपछि आन्दोलन भड्कियो र सबै तोडफोड हुन थाल्यो। प्रमाणको लागि तपाईँले देख्न सक्नुहुन्छ हरियो बिल्डिङ अहिलेसम्म कसैले आक्रमण गरेको छैन र यही असुर ग्यासको प्रहारपछि आन्दोलन भड्केपछि चाहिँ त्यो बिल्डिङमा प्रहार हुन्छ र सबै तोडफोड र आगजनी हुन्छ र त्यही कारणले चाहिँ दुईजनाको मृत्यु पनि हुन्छ, एकजनाको गोली हानेर एकजनाको त्यसमै जलेर। Hello.